एडजुडिकेसनमा पढ्नेहरूको पनि नाम काटिन्छ अरे नि भनेर मलाई धेरैजनाले क्वेसन गर्नुभएको छ। नमस्कार, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा है। र एकदमै धेरै क्वेसन आए अन्डर एडजुडिकेसन। हुनु त सबैलाई डर छ होइन, एउटा यत्रो स्ट्याम्प लगाएर अन्डर एडजुडिकेसन भनेर लेखिदिइराखेको छ, मान्छेलाई थाहै छैन। कतिले मलाई फोन गर्दैछ के डकुमेन्ट्समा आएछ कि, मेरै गाउँकोहरूले पनि गर्दैछ। मेरो गाउँमा डिलिट चाहिँ भएन होइन, हाम्रो बुथमा चाहिँ, तर अन्डर एडजुडिकेसन आएको छ। अब उहाँहरूको चाहिँ किन आएको भन्दा चाहिँ उहाँहरूको चाहिँ मैले अस्तिको भिडियोमा भनेको अनलाइनमा चाहिँ उहाँको पिडिएफ चाहिँ छ, तर जुन डाटामा बस्नुपर्ने जस्तै कि सिरियल नम्बर पार्ट नम्बर हालेर होइन तपाईँहरूको 2002 को जुन डाटा हुन्छ त्यसमा बस्नुपर्ने त्यो डाटामा चाहिँ तपाईँहरूको के अरे अपलोड नगरिएको हो नि त, त्यो पिडिएफलाई अपलोड नगरिएको हो। त्यो भएर चाहिँ तपाईँहरूको डाटामा नभएको हो, तर पिडिएफमा चाहिँ छ। उहाँहरूको यदि बाउ आमा बाजे बोजू जोसँग गर्नुभएको छ तपाईँहरूको लिङ्केज भेट्यो भने, तपाईँहरूको यदि छ भने त्यसलाई फेरि डाटामा हालेर तपाईँहरूलाई हालिन्छ, अनि तपाईँहरू आइहाल्छ होइन, त्यो डराउनु पर्दैन। तर अब कतिजना चाहिँ कस्तो केसहरू छ भने अन्डर एडजुडिकेसनमा जस्तै कि काकाहरूबाट लिङ्केज गर्नुभएको छ तपाईँहरूले होइन, आमापट्टिको बाजे बोजूबाट गर्नुभएको छ, उहाँहरूको चाहिँ काटिन्छ, किन लिङ्क हुँदैन नि त, लिङ्क हुँदैन। अनि कतिजना छोरी चेलीहरू बिहा भएर आएको छ, बिहा भएर आएर बुढीहरू के अरे हस्बेन्डको कास्टमा तपाईँहरूले, जस्तै कि आफ्नो कास्ट अलगै छ र हस्बेन्डको कास्ट अलगै छ भने तपाईँहरूले हस्बेन्डको कास्टमा डकुमेन्ट्स सबै बनाउनु भएको छ, जस्तै आधार कार्ड प्यान कार्डहरू है। पढेको त छैन, कतिजना त पढेकै छैन, स्कुलको डकुमेन्ट्स त हुने कुरा आएन, र हस्बेन्डको नाममा तपाईँहरूले बनाउनु भएको छ र आमा बाउ अलग्गै कास्ट छ भने आमा बाउको हाल्नु भएको छ नि 2002 को, तर तपाईँ र आमाको बाउको कास्टै मिलेन र त्यसले तपाईँ भेरिफाइडै भएन, तपाईँ चाहिँ उसकै छोरी हो भनेर भेरिफाइड हुँदैन, त्यस्तोहरूको काटिने एकदमै सम्भावना छ अन्डर एडजुडिकेसनमा पनि। यो तपाईँहरू ढुक्कै नबस्नुहोस्, अन्डर एडजुडिकेसन चाहिँ जाँच हुँदैछ र यसले चाहिँ सबैको 100% आउँछ भन्ने छैन होइन। जसको चाहिँ लिङ्केज हुँदैन यहाँबाट पनि मैले देख्दा चाहिँ 30 to 40% डिलेट भएर आउँछ। यो चाहिँ 100% मैले भनिदिएको, किनभने हामीले अब काम गरेको मान्छे हो होइन, यसैमा काम गर्दैछौँ, एसआइआरमै काम गर्दैछौँ, त्यसले गर्दा मैले मेरो अनुभवमा चाहिँ अब त्यस्तो छ। त्यस्तो मान्छेको पनि एडजुडिकेसनमा आएको छ, दाजुहरूकोसँग लिङ्क गरिएको छ, त्यो लिङ्केज नभेटेर चाहिँ के गरेको छ, हियरिङमा बोलाएको नि त, लिङ्केज नभेटेर त हियरिङमा बोलाएको, र हियरिङ बादमा ढिलो हुनेहरूको मात्रै अहिले अन्डर एडजुडिकेसनमा आएको। जो पहिला हियरिङ थियो, जो चाहिँ के अरे हियरिङमा जानु सकेन कतिजना होइन, उनीहरूको प्रायः काटेको छ, र त्यसले गर्दा चाहिँ तपाईँको अन्डर एडजुडिकेसनमा आएको। र तपाईँहरू अब तपाईँहरूलाई थाहा छ होइन, कस्तो डकुमेन्ट बुझाउनु भएको छ, कोसँग लिङ्क गर्नुभएको छ, तपाईँको बाउ आमा के हो, र तपाईँ कुन कास्ट छ, र काटिन्छ कि काटिँदैन भन्ने प्रायः अब तपाईँहरूलाई यो भिडियोले थाहा हुन्छ होइन। र हामीले चाहिँ धेरै नै गल्ती गरेको छौँ एसआइआरमा, त्यसले गर्दा पनि हाम्रो काटिरहेको छ। र अहिले कतिजना हुनु त अब जेन्युन पर्सनहरूको पनि काटेको छ एसआइआरमा है, नकाटिनु पर्ने मान्छेहरूको जसको चाहिँ एकदमै लिङ्केज छ उनीहरूको पनि काटेको छ। र यो एडजुडिकेसनमा जति पर्नु भएको छ है, मलाई आशा छ तपाईँहरूको काटिँदैन है, र काटियो पनि तपाईँहरूले नयाँ प्रोसेस गरेर चाल्नु सक्नुहुन्छ, नयाँ गर्नु सक्नुहुन्छ। जस्तो कि अहिले एउटा के अरे फर्मेट आएर होइन अपिलहरू गरिँदैछ, त्यसरी फर्मेट अनुसार अपिल गरेर तपाईँहरूले फर्म 6 भर्न सक्नुहुन्छ है।